आज चाहिँ ओखरलाई फोर बहिनी दुःख र कष्ट फोरे झै भनेर टक्क भन्थ्यो अरे टक्क फोर्दैछ अनि त्यसरी फोरेर पटेका जति सबै खाइहाल्यो हिजो हिजो सबै गरेर ल है आज चाहिँ हामी भाइ पूजा हुँदैछ है ढाका डबल फ्यापाएर खादिनु न एक माना अड्छ हो बिचमा नबल भान्जा मजाले भिडियो गर है त्यो भएर चस्मा लिएर अड्छ एक पहिला वरिपरि पानीले घुमाउँछ हैन खै दिदीले बिर्सिसकेको हो कि यस्तै होला ए अब पहिला पानीले पो घुमाउँछ खै यहाँ पार आउँदैछ बिस्तार आफ्नो पुज्ने स्टाइल होला काप्सेदी लाग्यो त फुल त्यसको चाहिँ घरे गर्दिले अर्यो हामी चाहिँ यसरी पुजिँदैछ एउटा एउटा अडियो ओहो पानीले चाहिँ घुमाउँदैछ यसरी पानीले घुमाउँदै गरेको हामीलाई यसरी फुरुत्ते बनाउनु दोहोरा भिजाऊ त त्यसो भने यसो गरे जस्तो गर्नु पर्यो यो चाहिँ को भन्दा हाँडी भन्छ मजाले बनाऊ है भिडियो त्यो चाहिँ भेना बसिरहनु भएको छ भेना नि उता अब जान्ने तयारी हो अब हामीलाई पुगिसकेर चाहिँ हामी चाहिँ भोजपुर जाँदैछौँ गाइज अब यहाँ चाहिँ यसो होइन ढक्कसँगले यसरी सबै सप्तरङ्गी टिका टिका अलिकति कस्तो पारा हो त्यो यस्तै पाराले टिका अझै माथि लानु न अलिकति धेरै माथि लगाउनु राम्रो हुँदैन हौ फ्याँ पारेको हुन्छ तल पो लाउने होइन माथि चाहिँ के लाउँछ हौ नाकमा लगाइदिनु न बोल्नु त नाकको टुप्पीमा नि लाउँछ नि अलिकति तमुलालाई के त घाँटीमा लाउँछ कानको लोतीमा लाउँछ थाहा छ त नि यो त माथि लाउनु पर्यो नि त टिका त मिलाउँदैछ अब तलहरूको गीत सुन नि त्यही गीत सम्झिँदै तिहारको बेलैमा फुल जस्तै ल मजाले त्यहाँ उ गरे नि त्यहाँ फेरि रोक्नुपर्छ नि त्यो उ गर्ने होइन नि रोक्दै बनाउनु फेरि कहाँ अगाडि बढिन्छ अहिले भान्जाले कहाँबाट हो यहाँ ओह्राएर यसो नजिक गर्दै उ गर्दै बनाउनु पर्ने भिडियो अब यसरी बनाउँदैछ सप्तरङ्गी टिका भान्जी मजाले बनाऊ है तिमीले भान्जाले जान्दैन नयाँ फोटो खिच्दैछु भिडियो बनाउँदिन भेट्टारमा त्यो त छ लगभग सकिनु लाग्यो अङ्कलको चाहिँ कानको लोती त झिझी हालिदिनु न हौ दामी एउटा पुस्न के हुँदैन हौ हिँडिला त तल कहाँ गालाको दुईतिर त हाल्नु त त लामै एउटै भिडियो बनाउँदै होला है काट्दै बनाउनु भनेको मतलब फुल बनाउँछु गरेर यति त भइसक्यो हामी पनि 4 मिनेट